हेलो नमस्कार है सबैजनालाई। नमस्ते। आज फेरि हामी जुलाई 4 को 4 दिनको छुट्टीमा केनाईमा माछा मार्न जाँदैछौँ, सालमन फिस। अस्ति पनि हामी 4 दिन भालडिसमा माछा मार्न गएको थियो, त्यो बेला धेरै पर्यो नि दाइ? पुरै पर्यो नि, बोक्नै सकेन। फेयरब्याङ्क्सबाट करिब कति 500 माइल्स टाढा जाँदैछौँ। त्यति दूरी पार गर्नलाई हामीलाई 9-10 घन्टा लाग्छ होला। हामीले अब कति माछा मार्न सक्छौँ तपाईँहरूलाई यो भ्लगमा सब देखाउने छु। यता हाम्रो सनी दाइ हुनुहुन्छ, पछाडि भेन्स भाउजू अनि हाम्रो प्रिन्सेस, लिटल प्रिन्सेस सबाना। सबाना हाई भन्दै हो त? हामी डेनाली साउथ भ्यू पोइन्टमा आइपुग्यौँ। करिब कति घन्टा दाइ? 3 घन्टा, करिब 3 घन्टाको ड्राइभ पछि यहाँ डेनाली साउथ भ्यू पोइन्टमा छोटो ब्रेक लिएको छौँ हामी यहाँ। अब यहाँबाट डेनालीको भ्यू कतिको देख्दो रहेछ, अब त्यो भ्यू हेर्न जाँदैछौँ हामी। डेनाली चाहिँ नर्थ अमेरिकाको सबैभन्दा हाइएस्ट पिक हो नि त दाजु? हाइएस्ट पिक हो, टलेस्ट पिक। हामी अब ब्रेकफास्ट लिँदैछौँ यहाँ। हामीले खाना चाहिँ घरबाट नै बनाएर ल्याएको थियौँ। यहाँ हाम्रो सन्नी दाइले बनाएर ल्याउनु भएको पास्ता, अन्डा, यहाँ चिया मसला चिया म हाल्छु दाइ। यहाँ हाम्रो बेबीले खाना खाइसक्यो। बेबी ब्रेकफास्टमा चाहिँ हाम्रो दामी बनाउनु भएछ दाइ। पास्ता र यो ससेज चाहिँ दामी भएछ। रेडी भयो नि त अब? ल पेट पूजा भइहाल्यो। पेट पूजा भइहाल्यो। अब आरामले कुदाउनु ल है अब
अब एङ्करेजमा हेर्दै अब सिधै एङ्करेजमा कस्कोमा अलिकति सपिङ पानी दुईजना साथीहरू यहाँ बस्नेतजी र गुरुङ भाइलाई पनि भेट भयो यहाँ हामी केनाई जाँदैछौँ बस्नेतजी र गुरुङ भाइ चाहिँ हिजो नै आउनुभएको बस्नेतजी के छ यार हेलो हेलो लामा सर के छ खबर इस्ट वेस्ट लामा इज बेस्ट ल साथीहरू हामी यहाँ रसेन रिभरमा आइपुग्यौँ सालमन फिसिङको लागि यहाँ हाम्रो सनी दाइ रेडी भइसक्यो ल सालमन फिसिङ गर्दाखेरि चाहिँ यो कपडा लाउनुपर्छ साथीहरू यहाँ हेर्नुहोस् ल हाम्रो सनी दाइको यसरी यस्तो कपडा लाएर चाहिँ सालमन फिसिङ गर्नुपर्छ यो कपडा चाहिँ तल बुट अट्याच भएको कपडा हो यो पानी बुट अट्याच भएको कपडा यो लाएर पानीमा आधी डुबेर फिसिङ गर्नुपर्ने हुन्छ यतापट्टि हाम्रो बस्नेतजी पनि अब रेडी हुँदैछ अब बस्नेतजीले कपडा लाउँदै हुनुहुन्छ यहाँ बाहिर बसेर लाउनु हो कहाँ भित्र गएको जुत्ता कहाँ खोल्ने हो त जुत्ता फाल्ने हो बस्नेतजीले आज केही गर्ला जस्तो छ है हो माथि वाटर प्रुफ छैन तपाईँको गुरुङ भाइ पनि अब यहाँ यो माछा मार्ने कपडा लाएर रेडी हुँदैछ बस्नेत त यति धेरै एक्साइटेड छ कि बस्नेतजी त्यस सीमा नै छैन नि सबैको फेरि एउटै युनिफर्म रहेछ है यो माछा मार्नेको युनिफर्म चाहिँ एउटै छ ल गुरुङ भाइको पनि सेम सनी दाइको पनि सेम बस्नेतजीको पनि सेम छ ल म त कहाँ भिडियो खिच्ने मान्छेले कहाँ बोक्छ त टोली मुख ल टोलीहरू मुभ भइसक्यो है यहाँ झोलो तुम्लो बोकेर बल्छी बोकेर यहाँ टोलीहरू मुभ भइसक्यो खै टोलीको एउटा मेम्बर आएन त यार हाम्रो कमान्डर सनी दाई ल टोली हाम्रो कमान्डर आजको यो प्लटुनको कमान्डर सनी दाई अब रसेन रिभरमा हिँड्यो है साथीहरू यहाँ माछा मार्नको लागि अब माछा चाहिँ मार्न सकिन्छ कि सकिँदैन अब हेरौँ हो अब यहाँ सनी दाई भएपछि बस्नेतजी भएपछि र गुरुङ भाइ भएपछि त अवश्य पनि मार्न सकिन्छ होला साथीहरू पुरै जोस जागरको साथ अगाडि बढिरहेको छ यहाँ हो यार बाटो पनि माछा मार्न जाने बाटो पनि यस्तो दामी बनाएको रहेछ जाने रहेछ ल यो बाटो जाने रहेछ है यही खेल्यो क्या ल साथीहरू हामी हिँडेर जाँदैछौँ अगाडि मान्छेहरू रित्तै पनि फर्किरहेको छ माछा मारेको छैन तै पनि हामीले चाहिँ मार्न सक्छ कि सक्दैन अब हेरौँ तै मान्छेहरूले यहाँको मान्छेले खोलासम्म जाने बाटो चाहिँ राम्रो बनाएछ है दाइ हाम्रो नेपालतिर भए त यस्तो जङ्गलमा झाडी भएर झाडीभित्रबाट जानु पर्थ्यो here ठुलै माछा पारेछ हेर हेर्नु न इट्स सो बिग फाइनल्ली हामी माछा मार्ने ठाउँमा सालमन फिसिङ गर्ने ठाउँमा आइपुग्यो यो सालमन फिसिङ गर्ने ठाउँ चाहिँ यति बिजी हुँदो रहेछ कि साथीहरू यहाँ हेर्नुहोस् है यहाँ तल हेर्नुहोस् न मान्छेहरू यसरी जात्रै हुँदो रहेछ यति धेरै मान्छे रहेछ यहाँ ल मान्छेहरूले चाहिँ सालमन यसरी फिसिङ गरेर गर्दो रहेछ ल कति धेरै मान्छे र ल खोलाको बिचमा गएर यसरी बल्छी हानेर यसरी फिसिङ गर्दो रहेछ
ल गुरुङ भाइ हिँडिसक्यो गुरुङ भाइ त्यहाँसम्म पुगिसक्यो ल कति धेरै मान्छे यार हेर्नु दाइ तलतिर त जात्रै हुँदो रहेछ नि ल साथीहरू हाम्रो सन्नी दाइ गुरुङ भाइ माछा मार्नको लागि हिँड्यो अब त्यस गरी हाम्रो यहाँ बस्ने जी पनि अब तयारी अवस्थामा हुनुहुन्छ उहाँ चाहिँ प्र्याक्टिस गर्दै हुनुहुन्छ यहाँ ल गुड लक ल धेरै समातेर ल्याउनु है ल यो तल यो खोलाको बिचमा गएर समाउनु पर्ने रहेछ है बल्छी हान्नु पर्ने रहेछ ए माछा समाइसकेपछि त्यो माछालाई बाहिर ल्याउनको लागि जाली बाल्टी माछा कलेक्सन गर्नको लागि बाल्टिन र बल्छी सब बोकेर 3 जना केटाहरू चाहिँ हिँड्यो हो यहाँ यो 2 जना खैरेहरूले एउटा सालमन मारेर ल्याएको छ यहाँ यसरी पानी भित्र गएर मार्नु पर्ने रहेछ एउटा मारेछ यो 2 जनाले चाहिँ एउटा मारेछ यो हेर्ने हाम्रो रहर ठुलो रहर थियो तर हामीले देख्यो ल यो बियर्स भालु पनि देख्यो है साथीहरू ठुलै रहेछ है ल बुढियाले बताउँदैन त फेरि खेलाउँदै हुनुहुन्छ हाम्रो सनी दाइ र बस्नेतजी अघि समातेको एउटा सालमनलाई बस्नेतजीले समाउनु भएको थियो त्यही सालमनलाई यहाँ सफा गर्दैछ बस्नेत यहाँ अहिले समातेको सालमनलाई बस्नेतले पुरा केलाएर यसरी प्याक गरिसक्यो बस्नेतको लाइफमा पहिलो पटक बस्नेतजीले समाउनु भएको हो यो सालमनलाई हामी नेपाली आर्मीहरूले रसियन रिभरसम्म आएर समातेको चाहिँ पहिलो पटक हो फर्स्ट क्याच अफ द डे फर्स्ट क्याच अफ द डे बिहानदेखि सुरु हुन्छ यो गराउन किनकि भोलि कतिवटा समाउने प्लान छ तपाईँको भोलि 6वटा एउटाको 6वटा भनेपछि 10वटा मेरो भएको पनि समाउनु है 2 जनाको 10वटा 2 जनाको 12वटा नि 12वटा ल बस्नेतजी बस्नेतजी यस्तो एक्साइटेड छ ल साथीहरू फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ बस्ने घर चाहिँ यो हो हामी 4 दिनसम्म यो घरमा बस्छौँ र फिसिङ गर्छौँ फिसिङ गर्ने खोला चाहिँ यहाँ मुनि छ ल भोलिदेखि हामी यही खोलामा फिसिङ गर्छौँ र एकजनाले दिनमा 6वटा सालमन पक्राउन
पाइन्छ 6वटा पक्रिसकेपछि हामी घुम्न यही वरिपरि घुम्न जान्छ। साथीहरू गुरुङ भाइले मेरो लागि डिनर पनि रेडी गरिसक्यो। यस्तो हेर्दाखेरि नै खाउँ 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 जस्तो लाग्ने एकदम डेलिसियस चाउचाउ ससेज अनि के हो अन्डा सब रेडी गरेर थ्याङ्क यू है। थ्याङ्क यू गुरुङ भाइ। हजुर होइन